छोरा हनुमान, अब सुत, तिम्रो सुत्ने बेला भयो। हुन्छ आमा, मलाई उठ्ने बित्तिकै खानेकुरा दिनु होला है। आमा, आमा, कता हुनुहुन्छ? मलाई भोक लागेको छ आमा। हैन, त्यो आकाशमा के हो? पाकेको जस्तो छ, खाइदिउँ कि के हो? ओहो, यो फल त धेरै मिठो रहेछ। मेरो पेट त टन्न हुने भयो। ओहो, यो के अनर्थ भयो? कसैले छिटो हनुमानको आमालाई बोलाऊ। देवी अञ्जना, हनुमानले फल सोचेर सूर्य खाइदिनु भएछ। हनुमानलाई सम्झाउनु कि सूर्य फिर्ता गरिदिनु भनेर। जगत अँधेरो भयो देवी। तिमीले खाएको फल होइन नि छोरा हनुमान। हेर त, दिउँसै रात भएको। त्यसैले सूर्यलाई निकालेर आकाश फर्काइदेऊ छोरा। के हुन्छ आमा? प्रभु हनुमानको जय। प्रभु हनुमान